यहाँलाई मौन व्रत भनेको थाहा छ? मौन व्रत भनेको के हो भनेदेखि चाहिँ आफ्नो मन र बाणीलाई नियन्त्रण गरेर चुप्प लागेर दिनभरि सोमबारको दिन हो शिवजीलाई सम्झेर, मङ्गलबार गणेशलाई सम्झेर अथवा भगवानप्रति ध्यान गरेर समर्पण गरेर बिताउने जुन व्रतलाई चाहिँ मौन व्रत भनेर भनिन्छ। बोल्न पाइएन, मनले कुनै कुरा सोच्न पाइएन त्यो दिन। बोल्न नपर्ने भए चाहिँ सोच्दा पनि सोचिँदैन। यो मौन व्रत बस्नाले ठुलो हामीलाई आध्यात्मिक जागरणको चाहिँ एउटा ठुलो उपलब्धि प्राप्त हुन्छ। बसेर हेर्नुहोस् एक दिन कस्तो हुँदो रहेछ। आज म मौन व्रत बस्छु भएर बिहान नुहाइधुवाइ गर्ने, म भगवान अब सोमबार शिवजीको, मङ्गलबार गणेशको अथवा आइतबार सूर्यको अथवा के को बस्न मन लाग्छ भगवानप्रति समर्पित भएर बस्नुहोस् त एक दिन कस्तो हुँदो रहेछ।